यो खेतमा 3-4 वर्ष अगाडि चाहिँ उहाँको बुवाले यहाँ झोपा मार्फत यहाँ खेत जोत्नुहुन्थ्यो। लगभग यस गाउँमा सम्पूर्ण किसानहरूले चाहिँ बुवाहरूले झोपा मार्फत नै खेत जोत्ने गर्नुहुन्थ्यो 3-4 वर्ष अगाडि। अब अहिले 3-4 वर्षपछि चाहिँ उहाँको छोराले र म आफै पनि यो मिनी टिलर मार्फत चाहिँ खेत जोत्ने काम गरिरहेको छौँ। यो समयको परिवर्तन सँगसँगै अब बुवाहरूलाई चाहिँ आराम गर्नुहोस् तपाईहरू, अब तपाईहरूको छोराहरूको पालो हो भने जसै गरे ठिक्क तपाईँको यो मेसिनले चाहिँ हामीले चाहिँ यो खेतहरू जोत्ने कामहरू गरिरहेका छौँ। बुवाहरूलाई चाहिँ आराम दिइरहेका छौँ भनौँ। र अहिले चाहिँ यहाँ हामी चाहिँ यो खेतहरूलाई मलजल गरेर अलिक मलिलो पार्ने र गहुँ रोप्ने गर्दछौँ। यहाँ चटार छ अहिले मल हाल्ने, खेत जोत्ने। पछाडि ब्याकग्राउन्डमा चाहिँ हिमालहरू ढकमक्क ढाकिएको छ। यो पातहरू ओइलिएर, यो भोटे पिपलका पातहरू ओइलिएर पहेँलो पहेँलो भएर सुन्दर देखिएको छ। पछाडि तपाईँको थोरुङ पिक पनि ढकमक्क हिउँले ढाकिएको छ।